नाइ भन्दा भन्दै पत्ता लाउँदै कसो ठाउँ थियो के थियो त्यति त शङ्का एकान्तमा ल्यायो। अलि सोच्नु यो बड्डीलाई कान हुब्लेस बिहान भन्दा भन्दै पछि बिस्तारै यस्तो दुम्रो थियो चिसो डाँडातिर होइन खल्लातिर हो। त्यसमा हेर्नु भनेपछि यहाँ यतातिर अब यो खोल्सो त यही छ, अन्त कहाँ खोल्सो छैन कि उता परि पोखरीतिर खोल्सो छ कि यहीँ छ खोल्सो। पक्का यो खोल्सामा खोज्नु पऱ्यो भनेर 2-3 जना आएर यहाँ पछि यहाँनिर ल्याउँदाखेरि यो खाल्टोमा आउनु पछि आएँ, यो खाल्टोमा पनि आयो अरे। पछि महिलाहरू यसरी महिला दिदीबहिनीहरू जहिले पनि यसरी हत्या ससुराको हातबाट अनि श्रीमानको हातबाट मर्न नपरोस् भन्न चाहन्छु। नेपालमा फाँसीको सजाय होस्, त्यो अपराधीलाई फाँसीको सजाय होस् भन्न चाहन्छु। त्यो ज्यान मुद्दामा हाल्नुपर्छ सबलाई। अर्को श्रीमती ल्याएर त त्यसलाई त्यो त्यस्तो भयो। अर्को श्रीमती ल्याएर पनि 4 श्रीमती ल्याए पनि त उलाई राम्रोसँग आफ्ना श्रीमानले श्रीमतीको ठाउँमा राखेको भए यो फाँसी यो हत्या हुने छैन। जबसम्म त्यो हत्यारा आउँदैन, हिजो फोन गर्दाखेरि म आउँछु भोलि यहाँ पुग्छु भने जबसम्म त हत्याराको छोरा पुग्दैन तबसम्म लास पुग्ने कुरै आउँदैन। यस्तो गर्यो भने त यिनीहरूले त्यो प्रहरी प्रशासनले डिसमिस पनि गरिदिन सक्छ नि त। हामी बिहान त्यहाँ गएर भन्दाखेरि ल तपाईँहरू नबोल्नु, तपाईँहरूको लास लगेर जानु, जलाउनु, यत्रो दिनसम्म राखेर के गर्नुहुन्छ गनाउँछ भन्छ। अब त्यस्तो गरेर हुन्छ भन्नु हामीले न्याय कहाँ जाने त? मेरो नाति कहाँ छ कता छ मारेले के जिउँदै छ के अर्जन बुढो र डिडी बुढो घरमा नि ल्याउनु पर्यो तुरुन्तै। तब मात्रै लास बुझ्ने न, तर म बुझ्ने छैन लास। तँ बुढी सँगै छि कहाँसम्म लियो भन्दा पछि खोल्दा म नाइ पहिला परि माटो गर्ने म मात्र थिएँ भन्ने पछि नाइ म यहाँसम्म आएको भने पनि यहीँ ल्यायो, यहीँ रोक्यो। यहीँ रोक्दा अब कहाँ लियो थियो भन् त खाल्टो खन्ने ठाउँ पनि छि भनिकन हामीले भनिसकेपछि नाइ म खाल्टो खन्ने ठाउँ कति छँदै थिएन म योभन्दा पछि बेहोस भइगएँ, म छँदै थिएन भन्यो। नाइ भन्दा भन्दै पत्ता लाउँदै कसो ठाउँ थियो के थियो त्यति त शङ्का एकान्तमा ल्यायो। अलि सोच्नु यो बड्डीलाई कान हुब्लेस बिहान भन्दा भन्दै पछि बिस्तारै यस्तो दुम्रो थियो चिसो डाँडातिर होइन खल्लातिर हो। त्यसमा हेर्नु भनेपछि यहाँ यतातिर अब यो खोल्सो त यही छ, अन्त कहाँ खोल्सो छैन कि उता परि पोखरीतिर खोल्सो छ कि यहीँ छ खोल्सो। पक्का यो खोल्सामा खोज्नु पऱ्यो भनेर 2-3 जना आएर यहाँ पछि यहाँनिर ल्याउँदाखेरि यो खाल्टोमा आउनु पछि आएँ, यो खाल्टोमा पनि आयो अरे। पछि नाइ यो खाल्टोमा म हुन आएँ भएको त अनि अपराध गर्ने तथा अपराधमा साथ दिने दुईटै अपराधी सर, दुईटै अपराधी। अनि त्यसकै बरीले पनि त्यो अपराध लुका आएको छ। हामीले 10 चोटि जाइकन सोधा क्यौँ त्यका गर सोध्दै त्यो ए तँ भन् भोलि तँ पर फसल लिएर तँलाई थाहा छैन। हामी त अब नभए पनि हामी त अलि ब्याङ्कमा काम गर्दा जहाँ पनि मैले जाने बुझेँ कि हल्का युनभन्दा हल्का अलि हुँला त धेरै नभए पनि हल्का उहाँले अब उहाँको देउरानीले के भन्नुभएको छ भने चाहिँ मलाई डराइयो धम्काइयो भन्नुभएको छ। त्यो विषयमा प्रहरीले अनुसन्धान गर्ला, तर श्रीमान श्रीमती सँगै यहाँसम्म आउनुभयो त्यस कारणले गर्दा त अब श्रीमतीलाई छोड्ने कुरा हुँदैन होइन। उहाँ त अब एक हिसाबले अपराधी हुनुभयो, छोड्नु भएन। अनि हामीले 10 चोटि सोद्धा पनि तिनले पनि मेरा छोराका टाउकामा हात राखुला मैले देखेकै छैन। त्यति उनले बरु त्यो हामी त्यही कहिले भन्ने नाइथ्यौँ मारे कि छ। हामीले सोध्न जाँदाखेरि यो नाइ यो होइन, यो अपराधी होइन, यसलाई बच्चा पनि छ, यसलाई नगर्नु, यहीका 2 जनालाई मात्र हाल्नु भनिकन हामी त्यसलाई केही गर्न नआएको। हामी त अब सबै घर परिवारलाई हामी आत्माले शान्ति। कस्तो लाग्छ अब चाहिँ 2 जना श्रीमान श्रीमतीले नै ससुरा सासूले नै यहाँसम्म ल्याउन सक्ने अवस्था छ र रातिको बेलामा राति 12-1 बजे यहाँसम्म आउँदाखेरि त 12-1 बज्छ होला कि रातिको। त्यही हिम्मत वालो यो घटनामा अरू पनि संलग्न छ भन्ने कुरा छ। हिम्मत वालो, तर अरू पनि होलान् कि नहोलान् हामीलाई त्यो विश्वास लाग्दैन। हिम्मत उहीलाई मान्छेको मात्र डर छ, जनाएर अरूको केहीको भएन नि त सर। उहीलाई कसैको डर भएन। यहाँबाट जानिकन नातिलाई बाइक पनि लिइकन ऊ जाने बेला मात्रै मान्छे बोलायो, पछि त यहाँ एक्लै पनि ल्याउन सक्छ भन्ने हाम्रो आशंका छ। त्यही पनि बाइचान्स कहिले ल्याए पनि थियो कि त्यो हामीलाई अहिले उ भएन सर, त्यस्तो भयो। आशंकाको कुरा त्यो तपाईँहरू आफै देख्न सक्नुहुन्छ। यति टाढा यति लङ टाइम बाटो छ, हेर्नु त यस्तो खाडल बनाएर त्यो खाडलमा लास सिधा जाने अवस्था छ। तपाईँहरू गएर हेर्न सक्नुहुन्छ, हेर्नुहोस् न गएर खाडलमा सिधा गएर लास हटाउने अवस्थै छैन। डोकोमा हालेर यस्तो बाँधेर कट्टामा हालेर यस्तो खुजुलो बनाएर सानो एउटा बच्चा जस्तै बनाएर हालेको अवस्थामा त्यसरी अब नभेटियोस् भन्ने अवस्थामै हालेको छ। यो अवस्थामा चाहिँ यहाँ चाहिँ यो खाडल हेरौँ, यो खाडल हेर्नुहोस्। खाल्टोमा त्यो झिल्ली सहित प्लास्टिक सहित झिल्लीमा रगत देखिरहेछ। त्यो उसले घरको मान्छे फालेका हुन्। यो खने चाहिँ कसले पछि यहाँ छ भन्ने थाहा भइसक्यो? त्यो मलाई थाहा भयो, मलाई थाहा छ। प्रहरीको रोबरमै खोलेको होला
खोल्दाखेरि त्यो अवस्था के थियो त्यहाँनिर? खोल्दाखेरि चाहिँ बोरिङ कट्टामा बाँधेर डोकोभित्र हालेर त्यो तलको यस्तो त्यो टी सर्ट त्यसको मुनि राखेर त्यसरी पुरै रक्तामे भएको टी सर्ट सँगै राखेर त्यस्तो अवस्थामा भेट्यो अरे। ऊ यस्तो तल परेर झुकेर टाउको शिर तल अनि खुट्टा माथि भएर त्यस्तो अवस्थामा गाडीको अवस्थामा उहाँ भाउजू हुन्छ प्रत्यक्षदर्शी कच्याङ कुचुङ गरेर सानो बच्चा मारे बच्चामा ऊ जस्तो के कच्याङ कुचुङ हात खुट्टा एकदम लुलो जस्ट यहाँबाट तान्दाखेरि पनि हात जस्तो कचराकै बनाएर भनौँ न एकदम त्यस्तो स्थितिमा यहाँनिर भेटेछ हेर्नु त कस्तो अवस्थामा अब हेर्नै नसकिने अवस्थामा के सर पुरै चेहरा देख्नै नसकिने छ। पुरै यहाँ बाङ्गडहरू यस्तो उ गरेर यहाँसम्म पुरै फुलिसक्यो। मुख पनि यस्तो बोल्छ भनेर पछाडि हानेर मुख पनि यस्तो उ गरेर फुलाएर शरीर कुहिएको सडेको छैन हेर्नु तर सुन्निएको अवस्था मात्र छ। जहाँ मारो यो ठुलो घाउ छ न त्यही माने यस्तो सडेको छ अनि यो आँखो छैन अनि यो पाखुरामा चोट लाग्छ यो खुट्टामा चोट लाग्छ। अनि यहाँ ससुरोले छातीमा घुँडा टेकेर हेर्नु गर्दनमा हानिसक्यो भन्दा पछाडि यहाँ छातीमा घुँडा टेकेर बुहारी अब आवाज निकाल्छ बोल्छ चिच्याउँछ भनेर त्यसको उ गरेर निकालेर आँखामा हानेर आँखा फुटालेको त्यही घरको तिनको छोरी क्यामल लाछन् भनेपछि 2-3 महिना भयो अनि ससुराको र बुहारीको सम्बन्ध हामीले शङ्का लाग्यो है भन्ने कुरा खुलिएको छ आजकल। तर हामी त्यो शङ्का एक लिँदैनौँ। त्योसँग जबरजस्ती ससुराले गइकन बलात्कार के हरेपछि गरेर बाइचान्स गर्न खोज्यो पनि होला गरे पनि होला त्यसरी हाम्रो फुपू त्यसो छैन। तर आजकल यिनकी छोरी त्यही बयान दिने छन्। मेरी आमालाई कति महिना भए राम्रोसँग बोल्दैन बुहारीलाई बा लाटे चल्ला बन्दो औषधि ल्याइकन खुवाउ दिदो अन्त मलाई राम्रोसँग कहाँ आफ्ना ओमा कहाँ ऊ टोइलेट भरिरहेको थियो कहाँ ऊ लाउँछु भन्यो अनि म दिदी म दिउँसो गर्दैन यस्तो काम अरूलाई नदिनु मलाई पैसा चाहिने म जसरी पनि मेरा छोराछोरी पाल्नु छ म 2000 मलाई दिनु होला म राति म त्यो खाल्टोको ऊ बाहिर म फालिदिउँला भनिकन आफ्नै जेठ सासु कहाँ गइदिए। जेठ सासुले जाँदाखेरि एक त्यो मरिन त्यसको देउर एक त्यहीको बुवा एक त्यो छोरी गरे त्यो गाल्टोमा त्यो फोहोर फाल्दाखेरि छिर अनि आफूले राम्रोसँग यसरी लाइट त्यहाँ देखाउँदाखेरि तँ राम्रोसँग देखाउँदैन उता जा भन्यो अरे अनि आफ्नै छोरीलाई गर लाटे गर ओरो ल्याए हाल भन्यो अरे। अनि त्यही उनीहरूले मैले पनि बुवाको र बुहारीको सम्बन्ध छ भनिकन उ गरेको छ भन्ने छोरी चाहिँ बताउन लाग्छ। लास्टलाई जे पाए त्यो आरोप लगाउन त मिल्दैन नि त हो किन भन्नुहोस्। त्यो कि कहिले नगरेको अपराध भइदिया भए कि गर्दै नगरेको अपराध भइदिया भए अलग कुरा हुन्थ्यो। ससुराले पनि 5-6 जना आइनेहरू ल्याएर घरमा छोरीहरूले टिक्न नदिएर 2 दिन पनि टिक्न नदिएर त्यसरी भगाएर बस्ने त्यो घरमा आफ्नै बुहारी र ससुराको सम्बन्ध छ बाउ र बुहारीको सम्बन्ध छ भने तिनीहरूले त्यसै हेरेर बस्लान् भन्ने मलाई लाग्दैन हेर्नुहोस्। किनभने तिनीहरू त्यसरी शान्त बस्ने मान्छे होइन भने उसो बुहारीलाई उनीहरू छोरीहरू मिलेर नै बुहारीको हत्या गरिसक्थ्यो होला अहिलेसम्म। आमासँग त्यस्तो बाउको र बुहारीको त्यस्तो सम्बन्ध थियो भनेपछि हो किन भन्नुहोस्। अहिले यहाँ स्थिति हेर्नुहोस् यहाँ पुरै यहाँ चाहिँ जुम गरेर देखाउँछौँ हामी यहाँ रगतहरू हेर्न सक्नुहुन्छ। हिजोसम्म ब्लड पुरै बगिरहेको अवस्था थियो कि पानीभित्रबाट या सडेर पानी आयो या के भयो त्यो थाहा छैन। अहिले जसरी यो बहिनीको हत्या घट्यो त्यसरी त्यो अपराधीलाई फाँसीको सजाय हुनु पर्यो। हामी जस्तै हजारौँ दिदीबहिनीको यस्ता घटना भइसकेका छन् त्यही अपराधीलाई यो घटनाबाटै सुरु होस् आत्मा त्यहीको फाँसीको सजाय आओस् घरमा घरेलु हिंसा भएर यसरी जेल गुमाउनु नपरौ फेरि भन्ने म यही मिडियासम्म यही जानकारी गराउँछौँ। नेपालको कानुन पनि कडा नियमले कानुनमा लागू होस्। हामी जस्तै दिदीबहिनीले योभन्दा पछाडि यस्ता घटना फेरि नदोहोरिन् भन्ने यो घटनाले जानकारी गरोस् भन्ने चाहन्छु। हिंसा नहोस् अनि महिला दिदीबहिनीहरू जहिले पनि यसरी हत्या ससुराको हातबाट अनि श्रीमानको हातबाट मर्न नपरोस् भन्न चाहन्छु। नेपालमा फाँसीको सजाय होस् त्यो अपराधीलाई फाँसीको सजाय होस् भन्न चाहन्छु। त्यो ज्यान मुद्दामा अर्को श्रीमती ल्याएर त त्यसलाई त्यो त्यस्तो भयो। अर्को श्रीमती ल्याएर पनि 4 श्रीमती ल्याए पनि त उसलाई राम्रोसँग आफ्ना श्रीमतीको ठाउँमा राखेको भए यो फाँसी यो हत्या हुने छैन। यतिका वर्ष भयो कहिले त्यहीको छोरो दलित तल्लो जातिकी ल्याउने कहिले मल्लो जातिकी ल्याउने उहीका छोराले जति पनि बिहे गर्न पाउने उहिले फोन गर्दा बार शङ्का लागेर फोन गर्दा बार दोबारा छपाला बस्नु केही अधिकार छैन। उहीका छोरालाई चाहन्छ भने उसले पनि चाहन्छ नि त। अधिकार त सबैलाई पाइनु पर्यो अधिकार सबैलाई आउनुपर्छ। उहीका छोरालाई 1 महिनामा 12,000 जोइलो हुन्छ भने उनले पनि पाउनु पर्यो नि त। आफूले पनि 10 गर्न सक्छ भने चाहिँ बुहारीले बोल्दैमा के हुन्छ र हैन अरूसँग अरू दाइभाइसँग दाउको दाइभाइसँग बोल्दैमा के हुन्छ र त्यस्तो शङ्काको नजरमा घेरामा हार्नुपर्ने अवस्थै छैन कि आफ्नै गाउँको दाइभाइसँग बोल्दाखेरि अनि फेर्दो छ भनेपछि उ बुहारीलाई
उको त बर कडाभन्दा कडा सजाय दिनुपर्छ। हाम्रो साथीले न्याय पाउनै पर्छ। चारैजनालाई कोस्नुपर्छ। सकेसम्म फाँसीको सजाय होस्। हाम्रो यो कानुनमा फाँसीको सजाय चाहिँ बनाउनै पर्छ। तपाईँ हजुरहरूले चाहिँ सपोर्ट गर्नुपर्छ। फाँसीको सजाय चारजनालाई हुनै पर्छ। जबसम्म चाहिँ नेपालमा यस्ता यस्तो अपराधमा चाहिँ फाँसीको सजाय दिँदैन तबसम्म यी घटनाहरू चाहिँ घटिरहन्छ। आज उहाँको घरमा भोलि हाम्रो भोलि अर्कोको हुनसक्छ। यी घटना फेरि नदोहोरिन्न भन्न सकिँदैन। भोलि अब हामी भोलि ऊको नहुनसक्छ, भोलि अर्काको नहुनसक्छ। यो किन कानुन नेपालमा कानुन नबनेर हो? यो नेपालमा कानुन बन्नु पर्यो। महिला दिदीबहिनीले न्याय पाउनु पर्यो। जसो देशमा संविधान गणतन्त्र भन्दा चाहिँ त्यसको सदुपयोग हुनुपर्छ। नेपालमा दोषीलाई सजाय हुनुपर्छ। हत्यारालाई फाँसी हुनुपर्छ। हामी मृतकले न्याय पाउनु पर्यो। सबभन्दा महिलाको आवाजै छ। मेरी छोरीले जसरी मेरी छोरीलाई मारे मैले न्याय पाउनु पर्यो। हत्याराको जिउ जिउै खाने हुँ म। अब भित्त गोठा उसले मेरो चित्त बुझिने छैन। मेरी छोरी ल्याएर मेरी छोरीका लाएका नौला भान्सा कोठामा फाल्ने हुँ म। बाहिर हिँड्दिने छैन। त्यहीलाई दिल्ली बुढाका छोरालाई सौता लिएको छ तिनीहरूले म त्यहीलाई खानदिने छैन। मेरो बोली त्यही छ। मेरो नाति कहाँ छ कता छ मारेले के जिउँदैछ के अर्जन बुढो र दिल्ली बुढो घरमा नि ल्याउनु पर्यो तुरुन्तै। तब मात्रै लास बुझ्ने हो तर म बुझ्ने छैन लास। सबको दाह संस्कार भएको छ अहिले छैन दाइ। अहिले के भनिरहेछ भने उसको पहिलो पक्षबाट कोही पनि छँदै छैन के। लासको जिम्मेवारी लग्ने ल म गर्छु भनेर अगाडि बढ्ने मान्छे कोही छँदै छैन। माइतीले पक्ष बुझ्ने चान्सै आउँदैन। अब पहिलेदेखि लिएर सबै हाम्रो पक्षमा मात्र छन्। किनभने यो सानोतिनो घटना हो त भन्नुहोस्। हत्या जस्तो केस आफ्नै घरमा आफ्नै ससुराले बुहारीलाई यसरी हानेर मारे भने आफ्नै घरमा मान्छेले महिला घरभित्र बस्न आफ्नो ससुरासँग असुरक्षित महसुस गर्न थाले नि त। भयो किन भन्नु? आज उनीहरूलाई पऱ्यो भोलि हामीलाई पनि पर्न सक्छ, भोलि अर्को मान्छेलाई पर्न सक्छ। किनभने सबै मान्छे यो गाउँभरिको मान्छे अहिले बर्दगुरिया यो गाउँपालिका सबै एकजुट भएर उसैको पक्षमा मात्रै छ। कसैले पनि भनेर सबै भनिरहेछ यो घरभित्र यसैमा गाड्नु पर्यो। बाहिर दाह संस्कार गर्दै नगरे जबसम्म हत्यारा आउँदैन जबसम्म त्यसको छोरा आउँदैन तबसम्म लासलाई उठाउँदै नउठाउने भनेर जिल्ला जिप्रकामा अहिलेसम्म लास चाहिँ हिजो राति लगेर त्यतै छोडिएको छैन। अहिलेसम्म पोस्टमार्टम पनि भएको छैन भन्नुहुन्थ्यो। बुवाहरू अर्को ठाउँमा त्यो केस दिनको लागि अदालतमा गइरहेको छु हामीहरू भन्नुहुन्थ्यो। उहाँहरूलाई थाहा होला। अहिले मैले फोन पनि कन्ट्याक्ट गरेको छैन। हेर्नु उहाँहरूले बुझेपछि जबसम्म त्यो हत्यारा आउँदैन हिजो फोन गर्दाखेरि म आउँछु भोलि यहाँ पुग्छु भने जबसम्म त हत्याराको छोरा पुग्दैन तबसम्म लास पुग्ने कुरै आउँदैन। यस्तो गऱ्यो भने त यिनीहरूले त्यो प्रहरी प्रशासनले डिसमिस पनि गरिदिन सक्छ नि त। हामी बिहान त्यहाँ गएर भन्दाखेरि ल तपाईँहरू नबोल्नु तपाईँहरूको लास लगेर जानु जलाउनु यत्रो दिनसम्म राखेर के गर्नुहुन्छ गनाउँछ भन्छ। अब त्यस्तो गरेर हुन्छ भन्नु हामीले न्याय कहाँ जाने त? न्याय खोज्नलाई कहाँ जाने त भन्नुहोस् त तपाईँहरू? यत्रो दिन भइसक्यो। अब भर्खर बाजे बितेको 1 साल पनि भएको छैन। बोल्ने मान्छे कोही छैन। अङ्कलहरू सबै इन्डियामा हुनुहुन्थ्यो। म बाउनियामा थिएँ। हिजो बुवाले यस्तो यस्तो भयो भन्दाखेरि यहाँ पुग्यो हिजो रातारात बच्चा एकातिर छोडेर। किनभने आफूसँगको हुर्केको आफ्नै फुपू आफ्नै साथी यस्तो गरेर मारे भोलि हामीलाई पनि सुरक्षा छ त? छैन नि त भन्नुहोस् त। भोलि हामीलाई पनि त बन्न सक्छ यो घटना। यसरी चुपचाप लागेर सेलाउने अवस्था त दिन त भएन नि त। तपाईँहरू सबै मिलेर एकजुट भएर प्रहरी प्रशासनलाई जसरी हुन्छ त्यसको फोन रेकर्ड रातारात आएर तपाईँले देख्न सक्नुभयो घटनास्थल कति टाढा छ। एक्लै लगेर मारेर त्यो फालेर त्यो खाल्डोमा गाड्यो भन्ने त लाग्दैन के। हेर्नुहोस् होइन त्यो मिलेको को छ त? त्यो पनि सँगले त्यो फोन गरेको होला नि त। यति बजे यो मान्छेलाई फोन गरेर ल यस्तो यस्तो ठाउँमा आएर कुराकानी गर्ने। अहिले भन्छ प्रहरी प्रशासन ल फोन रेकर्ड चेक गर्नु पर्यो। मोबाइल छैन। मोबाइलले के गर्छ भने उसको नम्बर त छ नि उसको छोराहरूसँग छोरीहरूसँग छ नि त नम्बर। ऊ नम्बर लगेर फोन डिटेल चेक गर्न मिल्दैन र भने त्यो कुरामा पनि तपाईँले प्रोसेस गरिदिनुहोस् क्या सर। हामीले भनेको लाग्दैन त्यहाँ कति भन्यो कति चिज। किनभने गरिब मान्छेको त त्यहाँ बोल्ने उही छैन कि क्या जस्तो लाग्छ। हामी जस्तो मान्छेको त अहिले एउटा माऱ्यो भोलि अर्को माऱ्यो पनि डिसमिस भइहाल्छ जस्तो लाग्छ। किनभने उसले 2-4 लाख रुपियाँ पैसा दिए पनि ऊ छुटिहाल्छ के सर। त्यसपछि बिन्दासँग हिँडिहाल्छ नि उसले। घरमा आइसकेपछि उसलाई के टेन्सन छ? ल यहाँबाट बार्डरमा गयो अहिले पुलिसले के भन्छ 4 वर्ष पछाडि पनि हामी झिकाउँछौँ 5 वर्ष पछाडि पनि झिकाउँछौँ कानुन लागेर छ। त्यो गरेर कहाँ हुन्छ भने उसले बिन्दासँग इन्डियामा खुलेआम रमाएर खान पाउने होइन। यहाँ आएर अपराधी चाहिँ प्रहरीले झिकाउँदैन अथवा चाहिँ अपराधी आफै चाहिँ स्वीकार गरेर चाहिँ आउँदैन तबसम्म चाहिँ हाम्रो लास बुझ्दै नबुझ्ने भन्ने हाम्रो त्यो माग छ सर। त्यसमा तपाईँहरूले पनि साथ दिनुहोस्। किनभने कोही पनि आफ्नो मान्छे कोही पनि नभएको अवस्था तपाईँहरूले देखिहाल्नुभयो। यहाँ बोल्न सक्ने स्थिति कोही पनि छैन। हामीहरू सबै मान्छे डरले तरसले यो सबै गाउँको मान्छेहरू सबै जसले अहिले हत्या गर्यो नि त्यो मान्छेको सबै मान्छे डर मानेर हिँड्थ्यो क्या। हेर्नु जोसँग पनि छाडा बोल्ने कसैले सानोतिनो गल्ती गर्दाखेरि मुख छोडेर बोल्ने रातारात कोही आएपछि छोरीहरूलाई पनि त्यस्तै धम्की देखाउने गाली गर्ने पिट्ने। कतिचोटि ससुराहरूसँग कति यहाँबाट हात समारेर त्यहाँसम्म लगायो अरे। कतिचोटि पिट्दाखेरि
गर्दाखेरि अब यहाँ गर्दाखेरि पनि ल ठिकै छ भनेर जस्तो भए पनि म त्यो ससुरासँग लडेरै खान्छु। त्यो पहिले त मलाई धोका दियो म त्यसकै घरमा मर्छु भन्दाखेरि आज आफ्नै जिन्दगी होइन अकालमा यसरी अल्पाइ निधन हुन पुग्यो उनको। एक साल यसरी पछाडि जस्तो जस्तो साँडले ढल्दै नढल्ने मान्छे के तपाईँहरू देख्न सक्नुहुन्छ। फुटबलमा यति तगडा, रेसिङमा त्यस्तै हेर्नु, खालि अहिले प्रहरी उसको लागि लड्दाखेरि हेर्नु खालि लिखितमा मात्र फेल भयो, बाँकी सबैमा पास भएर त्यसरी अगाडि बढेको त्यति एक्टिभ के हेर्नु। अस्ति यहाँबाट यो के महिला हिंसाको तालिमको लागि उहाँ दिदीले कुरा गर्दाखेरि के ससुरा गएर उहीँ गएर झगडा गरिदियो हेर्नुहोस्। महिला हिंसा भइरहेछ, यो यस्तो गरेर तालिम किन दियो यसलाई, तालिम तिमीलाई किन अगाडि बढाउन खोजिरहेछौ, यसलाई गर्नु हुँदैन। त्यसको श्रीमानले अर्को श्रीमती ल्याएर बहुविवाहको दर्ता गर्दाखेरि पनि त्यो बहुविवाह हाल्नै नदिने, तैँले हाल्नै पाउँदैन, मेरो छोरालाई जेलमा हालिदिएपछि तँलाई मारेर खाल्टोमा हालिदिन्छु भनेर त्यस्तो किसिमको धम्की दिँदाखेरि चौकीमा गएको मान्छे पनि रिटर्न आउँदाखेरि अहिले स्थिति के आयो त भन्नुहोस् त। यो माइती पछि कमजोर भएरै त हो। धेरै कुराहरू मेन कुरा तपाईँले के हामी आफै कमजोरी भएर त यदि माइतीले तक्रा बलियो भएर उनीहरूको सपोर्ट गरेर त्यसलाई पहिला नै केही गरिदियो भने पहिले यत्रो घटना हुनसम्म पुग्दैन थियो हेर्नुहोस्। पुग्ने थियो बेला त पुग्दैन थियो कि हेर्नुहोस्। त्यो कुरा त तपाईँहरूले सबैले भन्नु, सबैले एकचोटि मिलेर सबैजना तपाईँहरू सबै आफ्नै दाजुभाइ आफ्नो दिदीबहिनी जस्तो मानेर सबै मिलेर योलाई अगाडि बढाउनुहोस् कि जति सक्दो हुन्छ तपाईँहरू जहाँ हुन्छ जसरी हुन्छ हत्यारालाई त सकभर फाँसीकै सजाय होस् भन्छु कि म। हेर्नुहोस् हुँदैन भने जिन्दगीभरि जीवन कैद होस्। उसको श्रीमती पनि मिलो म त छ नि त, उसको श्रीमतीले मिलेको छैन, ल म डर तरासले गर्दा भने ल ठिक छ, त्यो राति डर तरासले भने अर्को दिन त किन भन्न सकेन? 4 दिनसम्म कसरी लुक्यो यो? प्रशासनलाई हामी पनि अनुरोध गर्न चाहन्छौँ सत्य तथ्य अनुसन्धान गरोस् र फरार रहेका ससुरा दिल्ली सिंह बुढा उहाँलाई चाँडोभन्दा चाँडो त्यो सानो बच्चा 8 सालको बच्चा मेरो मम्मीलाई मार्छ भनेर भित्रबाट हेर्नु यो खिड्कीबाट तोडेर बाहिर आउँदाखेरि झ्यालो ढोका खोलेर बाहिर आउँदाखेरि त्यो बच्चा मेरो मम्मीलाई मारिहाल्यो भनेर झम्टिँदाखेरि त्यो बच्चालाई पनि त्यो कहाँ लगेर गयो मेरो मम्मीले अब यसले भनिदिन्छ मेरो बेइज्जती गराइदिन्छ, अब यसले मार्छ भनेर त्यस्तो किसिमले त्यो आफैले जाल बनाउ गरेर जाल बनाएर यो पानी परेपछि यो खाडल पुरिहाल्छ। अब 1 महिनासम्म यिनीहरूले खोजी नीति नगरेपछि यो लास यत्तिकै सडेर जान्छ अनि यिनीहरूलाई पहिलो गयो भनेर हामीहरू भनिदिन्छु भन्ने किसिमले यिनीहरूले यति धेरै रणनीति रचेर यसको लासलाई मारेको छ नि सर, बुझ्नै नसकिदो अवस्था छ के हेर्नु। त्यसैले यसको फलोअप हाम्रो जारी नै रहनेछ, फलोअप गरिरहनेछौँ। यस घटनाको धेरैले सेयर गरिदिनु होला र यस्ता घटनाहरू, यस्ता आपराधिक घटनाहरू पछिल्लो समय नेपाली समाजमा धेरै नै घटिरहेका छन् र एउटा ठुलो प्रश्न खडा भएको छ। यस्ता घटना हुनमा चाहिँ हाम्रो नियम कानुन नै अलिकति फितलो भएर हो कि भन्ने कुराहरू चाहिँ ठुलो प्रश्न चिन्ह खडा भएको छ। यस्ता अपराध गर्ने, यस्ता जघन्य अपराध गर्ने, हत्या गर्ने अपराधीहरूलाई मृत्युदण्डको सजाय दियो भने यस्ता घटनाहरू कम हुन्थे कि भन्ने पनि धेरैले बताउँदै आइराख्नु भएको कुरा छ। यस कुरामा पनि सरकार पक्षलाई ध्यान आकर्षण होस् हाम्रो अनुरोध यही नै छ। यही भन्दै यस घटनाको फलोअप भिडियोको साथमा हामी आउने बाचा गर्दै अहिलेको लागि म बिदा हुन्छु।